पहिला यस्तो के भन्छन् रे बच्चाहरू नबोल्दाखेरि कहिले बोल्छ लाग्छ के कस्तो छ मेरो पेटमा कस्तो बच्चा निस्किया छ मेरो बच्चाको आवाज कस्तो होला हिँड्छ कि हिँड्दैन कस्तो गर्छ मेरो बच्चा भन्ने मलाई लाग्छ कि खै सुनाउ न एउटा आवाज सुनाउ न सुनाउ र है दे मम्मी सुन भन त कस्तो राम्रो लाग्छ के यो आवाज भन त मम्मी हजुर यस्तो राम्रो शब्द है कहिले चेन्ज नहोस् कति मम्मी भन्दाखेरि मलाई कति खुसी लाग्छ के फेरि भन त मम्मी राम्रोसँग भन दे मम्मी हजुर फेरि भन त मम्मी हजुर कहिले हिँड्ला मेरो बच्चा कहिले बोल्ला कस्तो बोल्ला कस्तो गर्ला भन्ने लाग्छ खै फेरि सुन त एकचोटि सुनाऊ न खै दे भन त मम्मी हजुर कति खुसी लाग्छ के फेरि भन त एकचोटि मम्मी त्यस्तै होइन के अघि जस्तै भन त दे खै एकचोटि भन त सानो मलाई यही भइ पुगिहाल्छ के म यति बेसी म बाँच्छु के यति सुनेपछि यस्तो माया लाग्छ कि आफ्नो दे खै मगाइदिन्छु सबभन्दा ठुलो खुसी यही बाँच्छ दे फेरि एकचोटि भन त मम्मी बच्चा मास्टर एकचोटि रौट एकचोटि रौट पहिला आया गरेर दे पहिला कस्तो रुन्थ्यो सानोमा रुए देखाउ न एकचोटि देखाउ न एकचोटि रुएर एकचोटि के पहिला रुए अस्ति के कस्तो आवाज निहाल्छ नि बच्चा भएको जन्मिँदा तर बड्डो भएको आवाज भयो केराटीको आवाज के ओया गर्छु नि त्यस्तै गरे हो कि तिमी कोले आफ्नो बच्चालाई माया गर्नुहुन्छ एकदम धेरै गर्छु बच्चा खुसी नै मेरो खुसी हो मेरो संसार हौ तिमी मेरो फुल हौ तिमी मेरो